झापामा बालेनको चित्र अङ्कित टी सर्टमा छापा हानियो तर यति स्मरण रहोस् टी सर्ट सिल गर्न सकिन्छ तर विचार सिल गर्न सकिँदैन। बालेन केवल कपडामा छापिएको तस्बिर होइन, ऊ त देशको सपना हो, लाखौँ युवाको आदर्श हो। बालेन टी सर्टमा मात्र सीमित छैन, ऊ त 3 करोड जनताको मनमुटुमा बसेको छ, हरेक नेपालीको प्रार्थनामा छ। देशमा जब निराश छायो त्यो निराशबीच एउटा नयाँ आवाज उठ्यो, सिस्टमलाई प्रश्न गर्ने, गलतलाई गलत भन्ने अनि सत्यको लागि एक्लै उभिन सक्ने आवाज। ऊ हिरा हो किनकि हिरा दबावले बनेको हुन्छ। जति धेरै दबाव उति धेरै चमक, जति धेरै आलोचना उति धेरै दृढता। राजनीति केवल भाषण अनि कुर्सीको लागि होइन, यो त विशुद्ध सेवा हो। टी सर्ट खोज्न सकिन्छ तर जनताको मनबाट निकाल्न सकिँदैन। मनमा बसेको विश्वास कुनै छापाले मेटिँदैन। उसको तस्बिर अङ्कित टी सर्टलाई रोक्न खोजियो भने त्यो तस्बिर झन् धेरै मनमा कोरिन्छ, किनकि विचारलाई रोक्ने प्रयास नै विचारलाई अझ बलियो बनाउने कारण बन्छ। बालेन एउटा व्यक्ति होइन, ऊ परिवर्तनको प्रतीक हो। हिरालाई माटोले छोपेर चमक रोकिँदैन, सत्यलाई दबाएर आवाज मेटिँदैन। जय बालेन, जय घन्टी।